आज कुरा गरौँ प्रधानमन्त्री बालेन शाहको। बालेन सरकार फेल भएकै हो कि अब प्रधानमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ? राष्ट्रसभा सरकारबाट बाहिरिँदा देशको अवस्था ठिक होला त? किनकि 3 दिनमा 3 जनाले आत्महत्या गरे। एउटा इन्जिनियर प्रधानमन्त्री भएर जाबो एउटा होल्डिङ सेन्टर पनि राम्रोसँग व्यवस्थापन भएन। होल्डिङ सेन्टरभित्र पानी पसेर सबै डुबानमा परे। यहाँनिर सुकुम्बासीले राखिएको थियो। लोक सुकुम्बासीको स्थिति हेर्नुहोस्। जसले भन्नुभएको थियो नि बालेन्द्र प्रधानमन्त्री बालेन्द्रले व्यवस्थापन गर्छ भने हेर्नुहोस्, व्यवस्थापन तपाईँको प्रधानमन्त्री बालेन्द्र शाहको खोलाबाट निकालेर खोलामै राखिएको छ। यदि डुबानमै पर्ने हो भने त्यही सुकुम्बासी बस्ती नै ठिक थियो होला। किन व्यवस्थापनको नाटक गरेर होल्डिङ सेन्टरमा ल्याएर राखियो र अब गरिबको बोल्दिने पनि कोही भएन। अब कुरा आउँछ प्रधानमन्त्री बालेन शाहको राजीनामाको। राजीनामाको माग गर्ने कुरामा यहाँ 4 क्याटेगोरीका मान्छे छन्। पहिलो क्याटेगोरीमा पुरानो पार्टीका कार्यकर्ता र नेता पर्छन्। यिनीहरूको लागि बालेन शाह पहिले पनि ठिक थिएन र अहिले पनि ठिक छैनन्। उनले गरेको हरेक कामको विरोध गर्नु र राजीनामा माग्नु यिनीहरूको मुख्य काम हो। दोस्रो क्याटेगोरीका मान्छे राष्ट्रसभाका कार्यकर्ता र नेता हुन्। यिनीहरू बालेन शाहको हरेक कामको प्रशंसा गर्छन् र बालेन शाह नै ठिक भन्छन्। पार्टीमा लागेपछि पार्टीको विरोध गर्नुहुन्न भन्ने कुरा नेपालको राजनीतिले सिकाएकै छ। त्यसैले यिनीहरू कुनै पनि हालतमा आफ्नो पार्टीको विरोध गर्न चाहन्नन्। तेस्रो क्याटेगोरीमा छन् सामान्य जनता र केही क्रिटिकल थिङ्कर। यिनीहरू कुनै पार्टीमा लागेका छैनन्, बस सही र गलत के हो त्यो छुट्याउँछन्। सुकुम्बासी व्यवस्थापन राम्रोसँग भएन, सरकारले थोरै गल्ती गर्यो। भ्रष्टाचारीले पक्रिनको लागि सरकार आत्तियो, परमाणु जुटाउन सकेन, त्यसैले उनीहरूलाई छोड्नु पर्यो। तर पुरानो सरकारको तुलनामा नयाँ सरकारले धेरै राम्रो काम गरेको छ। खुलेआम भ्रष्टाचार रोकिएको छ, नीति नियमहरू पालना भइरहेका छन्, सरकारी कार्यालयहरूमा काम छिटो भइरहेको छ, भ्रष्टाचारीहरू भ्रष्टाचार गर्न डराइरहेका छन्, देश सुशासनतिर गइरहेको छ। त्यसैले यिनीहरू सरकारप्रति थोरै पोजिटिभ छन्। चौथो क्याटेगोरीका मान्छे जसले सोचेका थिए बालेन सरकार आएपछि नेपालमा एकाएक आमूल परिवर्तन हुन्छ। सिङ्गापुरको लुकान युले जस्तै बालेनले पनि नेपाललाई एकाएक परिवर्तन गरिदिन्छन्, देशमा एकदम छिटो विकास हुन्छ भन्ने। यिनीहरू थोरै निराश छन् किनकि 100 दिनमा त्यो काम सम्भव छैन। हाम्रो जस्तो देश विकास हुनको लागि कम्तीमा 20 देखि 30 वर्ष लाग्छ। विकास भनेको एकाएक आउने होइन। विगत 70 वर्षदेखि देशले बल्ल स्थायी सरकार पाएको छ। काङ्ग्रेसले 70 वर्षदेखि, एमालेले 40 वर्षदेखि, माओवादीले 20 वर्षदेखि परिवर्तन गर्न नसकेको देश 100 दिनमा कुनै पनि हालतमा परिवर्तन हुन सक्दैन। तपाईले के लाग्छ? तपाई कुन क्याटेगोरीमा पर्नुहुन्छ र तपाईको विचार के हो? कमेन्ट गर्नुहोला। धन्यवाद।